ल गाइज आज हामी हिँड्यौँ यो अगाडि देख्नुभएको चाहिँ कागबेनी बजार हो। हामी घरबाट हिँडेर कागबेनी आइपुग्यौँ। अब यो कागबेनीको बाटो हुँदै हुँदै हामी मुक्तिनाथ दर्शन गर्न माथितिर जाँदैछौँ। यहाँसम्म चाहिँ बाटो पिच छ, मौसम पनि सफा छ, घाम उदाउँदैछ है, हिमाल देखिरह मजाले रमाइलो छ। कागबेनी है, कागबेनी अगाडि बाटोले बनेका घरहरू त्यहाँ हिमाल यहीँ हाम्रै छेउमा छ। मातारीको देश आएपछि रमाइलो भयो। हामी उत्तो पारिदेखि कागबेनी, अब कागबेनी पुग्छौँ, त्यसपछि त्यहाँबाट मुक्तिनाथतिर जान्छौँ। माथितिर त्यहाँको मौसम छ, सफा छ, घाम उदाइदिइरहेको। अनि माथि गएपछि झन् धेरै घाम उदाउने हुन्छ। पुरै महरू पुग्नेको जतासुकै हिमालै हिमाल। अहिले चाहिँ हामी ठ्याक्कै यो मुक्तिनाथ जाने बाटो उकालो कागबेनीबाट चढिसके पछाडि होइन यो खतरा हिमाल आएको छ। गाडीमा हिँड्नु लाग्ने रहेछ होइन, त्यही भएर आवाज आइरहेको छ है। हिमालै हिमाल चाहिँ कता देख्नु। अहिले चाहिँ हामी मुक्तिनाथको माथि टाढामा आइपुगिरहेका छौँ। यो चाहिँ मुक्तिनाथको गाउँ हो है, गाउँ छ, बजार छ यहाँनिर, उता पहाड यहाँनिर यता हिँड्नु छ। अब हिमाल छ, हिमालको माथिबाट चाहिँ घाम उदाइरह। हामी चाहिँ अब उकालोबाट जाँदैछौँ। चिसो अलिक बढी हुँदो रहेछ अहिले, शीत पनि बाहिर यहाँ चिसो धेरै चिसो। ल अहिले चाहिँ हामी अब लगभग मुक्ति नाथ आइपिन लागेका छौँ है। ठ्याक्कै हामी चाहिँ अहिले यो घोडा चढेर माथि मुक्तिनाथ मन्दिर जाँदैछौँ है। यही घोडा चढ्छु है, यहाँ घोडा छ पुरै। यहाँबाट माथि जान चाहिँ घोडा चढ्नु पर्ने रहेछ है। यहाँबाट घोडा चढेर माथि जानु छ है। घोडा चढेर माथि जाँदैछ है गाइस है। मन्दिर मुक्तिनाथ मन्दिर जानको लागि चाहिँ घोडा चढ्नु पर्ने हुँदैछ होइन। अब यहाँ गाडी पार्किङ गरेर माथितिर मन्दिर छ। कति मिनट लाग्छ दाइ? 20-22 मिनट लाग्छ। ए घोडामा भनेपछि हिँडेर त 30-40 मिनटै लाग्ने भयो, टाढै रहेछ। र यो घोडा चढेर हाम्रो दाइले चाहिँ आज चलाउनु है डोरी नै। हामी चाहिँ यो घोडा चढेर माथि जाँदैछौँ है गाइस। त्यस रमाइलो भएको छ है। यो बाटो हुँदै हामी माथि जाँदैछौँ। मुक्तिनाथको मन्दिरमा पुगिन्छ है अब 15-20 मिनटमा। यही बाटो हुँदै हामी चाहिँ माथि जान्छौँ। 15-20 मन्दिर पुग्छ। घोडा चढ्दा मजा आउँदो रहेछ है, मजा अहिले चाहिँ हामी यो घोडा चढेर माथि मन्दिर जाँदैछौँ। यहाँ चाहिँ हामी घोडामा चढिरहेको छौँ हामी है। हल्का चिसो छ, शीत परेको छ, माथि सोलो छ, त्यही भएर चिसो पनि छ। मौसम घाम पनि लाग्यो, क्लियर छ, त्यति जाडो चाहिँ छैन रहेछ अहिले। यही घोडा चढेर हामी मन्दिर जाँदैछौँ है गाइस। मुक्तिनाथ मन्दिर यही घोडा चढेर
यही घोडाचौरमा माता मन्दिर जाँदैछ भने बाटो 15 किलोमिटर हिँडेछु चढेर हामी माथि जाँदैछौँ रमाइलो भइरहेको छ गाइस है अब मजा आइरहेको रमाइलो अहिले चाहिँ हामी यो बाटो चढेर आइरहेको छौँ केटाहरू त्यहाँ आउँदैछन् ल कस्तो ल भन्दा घोडा चढ्दा मजा आउँदो रहेछ हौ मामा यही घोडा चढेर जाउँ काटी त बटालिन्छ नि ल हिँड्नु अरे बोल्नु न केमा ल आज चाहिँ हामी मुक्तिनाथ दर्शन गर्न आएको अहिले चाहिँ हामी 108 धारा नुहाउनको लागि जाँदैछौँ चिसो पानीमा गाई ठ्याक्कै यहाँ माथिबाटै घाम आउँछ मजा आयो तँ पानी भित्र सिनी पैसा डुब्ने पुरै डुब्ने डुब्नु खैमा डुब्नु सुरुमै अझै टाउको गर्नुपर्छ डुब
त्यहाँ खोज्नु पर्छ नि त यतापट्टि छैन यतापट्टि आउँछ उतापट्टि थियो अगाडि टाउको टाउको दिवेश डुब्न खोइ त टाउको डुबेन ल हेर हिम्मत रहेछ यारसँग ढाड त नि एउटा फुटिदिइहाल्छ नि साधनहरू के भएन बहिनीलाई हावा देख्छ अर्को यो ल कस्तो लागिरह दाइ भिनाजु भन्नु है मुक्तिनाथ दर्शन गरेर फर्किँदैछ है हामी मुक्तिनाथ दर्शन गरेको ट्याग छ हामी माथि गएर फर्किँदैछौँ है क्यामेराबाट दामी आउँछ नि यो ओह्रालो हिँड्नुपर्छ सिँढीको सिँढी रमाइलो भयो भिन्दाजु रमाइलो आइरह नि धेरै रमाइलो छ ल चाड चाहिँ भइरहेको छ 108 धारा नुहाएर तर अहिले चाहिँ फेरि तातो फिल भयो है धेरै तातो हो पानी